चुनाव नजिकिएसँगै पुराना पार्टी छोड्दै रविको रासपामा प्रवेश गर्नेहरूको लाग्यो लर्को। अबको अन्तिम विकल्प रासपा मात्र हो भन्दै चर्चित पत्रकार राजीव खत्रीले पनि गरे रासपामा प्रवेश। वैकल्पिक राजनीतिको केन्द्रबिन्दु चाहिँ अब रासपा हो। होइन, मैले भोजराजीसँग आज यहाँ आउनुभन्दा अगाडि मेरो कुरा भएको छ। उहाँ दिल्लीमा हुनुहुन्छ, त्यो बच्चीलाई डिस्चार्ज हुँदैछ, त्यस कारणले गर्दा उहाँ दिल्ली जानुपर्ने उहाँको बाध्यता थियो। र उहाँसँग मेरो कुरा हुँदा उहाँले के भन्नुभएको छ भने तपाईँलाई शुभकामना, तपाईँलाई गाडीमा मेरै गाडीमा लगेर घन्टीघरको गेटमा लगेर मलाई छोड्न मन थियो, आज त्यो सम्भावना भएन, तर अब अर्कोचोटि मलाई चाहिँ तपाईँले छोड्नुपर्छ है भन्नुभएको छ। काङ्ग्रेसका महामन्त्री गगन थापालाई अहिलेसम्मकै ठुलो झड्का। आगामी निर्वाचनमा रासपाबाट काठमाडौँ 4मा चुनाव लड्दै गगन थापालाई हराएरै छोड्ने राजीव खत्रीको चेतावनी। क्षेत्र नम्बर 4 को कुरा मलाई गर्नुभएको छ। क्षेत्र नम्बर 4 को कुरा के हो भन्दाखेरि म त्यो ठाउँको मतदाता हो र यस अगाडि मैले गगन थापालाई मतदान गरेको एउटा मतदाता पनि हो। त्यस कारणले मलाई धेरैले त्यहाँ भन्नुभएको क्षेत्र नम्बर 4 को कुरा मलाई गर्नुभएको छ। क्षेत्र नम्बर 4 को कुरा के हो भन्दाखेरि म त्यो ठाउँको मतदाता हो र यस अगाडि मैले गगन थापालाई मतदान गरेको एउटा मतदाता पनि हो। त्यस कारणले मलाई धेरैले त्यहाँ भन्नुभएको। आज रवि लामिछाने जेलभित्र हुँदा पनि बाहिर के छ, रवि लामिछाने के हो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। मैले यो कुरा भन्नै पर्दैन। पार्टी खोल्नुपर्ने आवश्यकतै छैन। जुन मैले सोचेको पार्टी, मेरो सोचभन्दा माथिको पार्टी खुलिसकेको छ भने मैले किन अरू पार्टी सोच्नु पर्यो? आवश्यकतै छैन। त्यसलाई मैले सरले भनेकै कुरालाई मैले सहमति जनाएँ, किनभने धेरैले अहिले प्रश्न उठाइरहेको एउटा विषय भनेको पत्रकारिता र राजनीति सँगसँगै राजीव खत्रीको चाहिँ कसरी गयो भनेर राखेको मैले देखेँ, तर हुँदै होइन। मैले 29 गते मैले मेरो पत्रकारिताको 20 वर्षीय करियरलाई स्थगन गरेर अबको राजनीतिक यात्रा आरम्भ गरेको हुँ। र मैले जति बेला पत्रकारिता गरेँ कहिले पनि राजनीतिक दलको झोला बोकिनँ, र आज म राजनीतिक दलको झोला बोकेर कार्यकर्ता, आम कार्यकर्ता भएर, तर विवेक शून्य, फेरि त्यो एउटा मैले बारम्बार कार्यक्रममा उठाउने गरेको छु, झोले भन्ने शब्द उठाउने गरेको छु, र त पनि झोले बन्न गइस् नि होइन राजीव खत्री भनेर भन्ने पनि सुन्छु म। तर झोले भनेको तपाईँ विचारको बन्दकी राखेर तपाईँ होमा हो मात्रै मिलाउनुहुन्छ भने झोले हो, तर तपाईँ कार्यकर्ता बन्ने हो भनेदेखि कार्यकर्ताको चाहिँ विचार हुन्छ, विवेकको प्रयोग गर्छ। र म चाहिँ कार्यकर्ता बन्नका लागि रासपामा प्रवेश गरेको छु। अब केही छन् भने अब म तपाईँहरूको प्रश्नबाट जवाफ दिने प्रयास गर्छु। यदि उम्मेदवार बन्नुभयो भने कुन क्षेत्रबाट? उम्मेदवारको विषयमा मैले मेरा रुचिहरू हुन सक्लान्, मेरा आफ्ना केही कुराहरू हुन सक्लान्, तर आज मैले कुनै पनि क्षेत्र या यो भनेको छैन। पार्टी अब म, किनभने म यो संस्थामा आबद्ध भइसकिसकेपछि टिमवर्कको कुरा हुन्छ, संस्थाको कुरा हुन्छ, सरसल्लाहका कुरा हुन्छन्। म एक्लै थिएँ भनेदेखि त म स्वतन्त्र रूपमा उठेर म यो क्षेत्रबाट चुनाव उठ्छु भन्थेँ होला, तर मैले अब त्यो भन्ने अधिकार गुमाइसकेको छु। तर केही क्षेत्रहरू छन् मेरा सोचाइहरूमा, पक्कै पनि केही दिनमा म यो क्षेत्रमा चाहिँ काम गर्न चाहना छ भनेर भन्छु म। त्यो चाहना भन्नका लागि पनि मैले केही समय कुर्नै पर्नेछ, यति चाहिँ यहाँहरूले बुझ्नुहुन्छ। ओके, धेरै पार्टीहरू छन्, तपाईँ आफै पनि पार्टी खोल्न सक्नुहुन्थ्यो। एमाले छ, काङ्ग्रेस छ, माओवादी छ, अहिले आएका नयाँ दलहरू छ, हर्क सम्मानको दल छुट्टै छ, तर रासपा नै किन? मैले अघि नै भनिसकेँ, म हर्कको पार्टी छ, बालेनको त अहिले पार्टी उहाँको छैन, त्यसपछि अन्य वैकल्पिक कुलमान सरको उहाँको पार्टी छ, सबै पार्टीहरू छन्। तर सबै पार्टी कुनै न कुनै एउटा, मैले भनेको अस्ति एउटा कार्यक्रममा पनि भनेको थिएँ मैले, वैकल्पिक राजनीतिको केन्द्रबिन्दु चाहिँ अब रासपा हो। समय ढिलो चाँडो हुने भनेको यहीँ नै हो। त्यस कारणले मैले अघि नै इङ्कित गरिसकेँ नि, पाण्डव पक्षको कुरा गरिसकेँ नि। पाण्डवको नेतृत्व कसले गर्दैछ भन्दाखेरि जहाँ पाण्डवहरू छन् भनेदेखि अहिले म किन अन्त बरालिन्छु, म त सिधै पाण्डवकोमै आइपुग्छु नि त। तर हजुर हो, अलिकति के भने धेरै साथीहरूले अहिले क्षेत्र नम्बर 4 को कुरा मलाई गर्नुभएको छ। क्षेत्र नम्बर 4 को कुरा के हो भन्दाखेरि म त्यो ठाउँको मतदाता हो र यस अगाडि मैले गगन थापालाई मतदान गरेको एउटा मतदाता पनि हो। त्यस कारणले मलाई धेरैले त्यहाँ भन्नुभएको। अब सुरुवात कसरी गरौँ? जय घन्टी। अलिकति बोल्न आज साहस उठाउनु पर्ने भएको छ। एउटा चिज के हो भने
कुनै पनि एउटा इकोनोमिक्समा एउटा नियम हुन्छ, एउटा लेभलसम्म पुगेपछि त्यो लेभलबाट तल झर्ने क्रम हुन्छ। नेपाली राजनीतिमा विकृत राजनीतिको एउटा चरम लेभलमा यति बेला नेपालको राजनीति छ र त्यो राजनीति सधैँभरि त्यही ठाउँमा रहिरहन सक्दैन। र यति बेला ठ्याक्कै भन्ने हो भने महाभारतमा जसरी कौरव र पाण्डवको युद्ध हुने समयमा को कौरवको पक्षमा को पाण्डवको पक्षमा लाग्ने भनेर एउटा परिस्थिति जति बेला सिर्जना भएको थियो, त्यसै गरी नेपाली राजनीतिमा यति बेला कौरव र पाण्डवको को पक्षमा को विपक्षमा रहने भन्ने अवस्था यति बेलाको हो। र मैले यति बेला पत्रकारितामा रहँदा जतिखेरसम्म मैले भुइँ मान्छेको आवाज बोलेँ भन्ने मलाई लाग्छ, सिंहदरबारभित्र या बालुवाटारभित्र मन्त्री परिषदका बैठकहरू रहँदा त्यहाँ के निर्णय भए र त्यो निर्णय बाहिर आएर प्रवक्ताले भन्दै गर्दा जस्ताको तस्तै मैले त्यसलाई पस्किनलाई कहिले पनि रुचाइनँ। आखिर उनीहरूले गरेको निर्णयले जनताको चुलोमा के परिवर्तन ल्याउँछ भन्ने नजरबाट मैले हेरेँ र त्यही किसिमको पत्रकारिता गरेँ। त्यो माया मैले यहाँ देखेको। म आज राजनीतिमा मैले पहिलो खुड्किलो राख्दै गर्दा मेरो जीवनमा पहिलोपटक राजनीतिक दलको सदस्यता लिँदै गर्दा र म आज पाण्डवको पक्षमा मैले पक्ष लिनुपर्छ, सत्यको पक्षमा म हुनुपर्छ भनेर मैले रासपाको पक्ष लिएको र यो बेला भनेको कौरवको पक्षमा लाग्ने हो कि पाण्डवको पक्षमा। फेरि म पाण्डवको पक्षमा आउँदै गर्दा मैले चाहिँ म सत्यको पक्षमा म धार्मिक भएर धर्म आफ्नो पुरा गर्दैछु भन्दिनँ। कौरवको पक्षमा लागेर पनि फेरि त्यहाँ पनि धर्म निर्वाह गर्न सकिन्छ फेरि, किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ। यदि तपाईँ पापको पक्षमा लागेर पूर्ण रूपमा त्यहाँ वफादार रहनुहुन्छ भने त्यो पनि धर्म हो। जस्तो तपाईँलाई एउटा उदाहरण दिउँ, शिशुपालले कृष्णलाई 100 गाली गर्छन्, अन्त्यमा कृष्णद्वारा चक्रले काटेर शिशुपालको मृत्यु हुन्छ, तर शिशुपाल कृष्णमै विलीन हुन्छ। कारण किन भन्दा उसले अधर्ममा पनि धर्म पुरा गरेको थियो। विषले यदि विषको काम गरेन भने त्यो धर्म हुँदैन विषको। त्यसैले गर्दाखेरि जो जहाँ बसेर पनि धर्म निर्वाह गर्न सकिन्छ। मैले चाहिँ मेरो धर्म आज 20 वर्षको पत्रकारितालाई पूर्ण विराम लगाउँदै मेरो लागि यो राजनीतिको महाभारतमा मैले पाण्डव पक्ष चाहिँ मैले राजसभालाई बुझेँ यतिको समयसम्म। त्यस कारणले मैले आज यो पक्षबाट अबको न्याय र अन्याय बीचको लडाइँमा न्यायको पक्षबाट शङ्खनादको सुरुवात गर्ने मैले आजबाट उद्घोष गरेँ। हस्, यहाँहरूलाई धेरै धेरै धन्यवाद। जय घन्टी। ठिक छ, उहाँले मैले अघि नै भनिसकेँ, धर्मको कुरा, अधर्मभित्र पनि धर्म हुन्छ र धर्मभित्र पनि धर्म हुन्छ। अब उहाँले के भित्रको धर्म पुरा गर्नुभयो उहाँको विषय मैले भन्न आवश्यक रहँदैन, तर म चाहिँ धर्मभित्रको धर्म पुरा गर्न आउँदैछु, यति हो। हो, मैले यो विषयमा के हो भने राजावादीको ब्लेम लाग्ने कुरा या गणतन्त्र कुरा, सङ्घीयताका कुरा, धर्मनिरपेक्षताका कुराहरूमा मेरा केही फरक मतहरू हुन सक्छन्, मेरा आफ्ना पनि। तर राजतन्त्रको विषयमा मैले अहिलेसम्म टिका टिप्पणी गरेको विषय भनेको के हो भन्दाखेरि धेरै मानिसहरूले हामीले परिवर्तनको जब कुरा गर्छौँ, मैले पत्रकारिताको तर्फबाट परिवर्तनको कुरा गर्छु, सङ्घीयतामाथि हमला भयो भन्नेका आवाजहरू मैले सुनेको छु। मैले भ्रष्टाचारको विषयमा जतिखेर मैले टेलिभिजनमा कुरा गरेँ, दलहरूको विरुद्धमा यसले बोल्यो भनेको धेरै सुने। त्यसकारण मैले जहिले पनि के भने यदि मैले गरेका विषय सुशासनका कुरा या भ्रष्टाचार विरुद्धका कुरा या पारदर्शिताका कुरा, समानताका कुरा, स्वतन्त्रताका कुरा, भाइचाराका कुरा मैले गर्दाखेरि चाहिँ त्यो व्यवस्था विरुद्ध हुन्छ भनेदेखि त्यो व्यवस्था कमजोर धरातलभित्र उभिएको छ भनेर मैले बारम्बार भनेको हो। र मैले जहिले पनि एउटा तुलना गर्ने के पनि गर्ने गरेको थिएँ भने आज पनि छु। 17 साल
7 साल पछाडिका परिवर्तन बिचमा जति फेजहरू परिवर्तन हुँदै आए र त्यो बिचमा जे जस्ता घटनाक्रमहरू भए त्यो पछाडि 46 साल पछाडिको अवस्थामा हामीले जुन किसिमको सोच या 62-63 को आन्दोलन पछाडि जुन किसिमको परिवर्तनको अपेक्षा हामीले खोजेका थियौँ त्यो पुरा भयो कि भएन भन्दाखेरि पुरा भएन। पुरा नभइसकेपछि बरु त्यो समय नै ठिक थियो, कम्तीमा आधार त तयार भएको थियो, त्यसपछि अपेक्षाअनुसार किन भएन भनेर मैले जहिले पनि प्रश्न उठाएको हो। उद्योग कल कारखानाको कुरा गर्दा हुँ मैले केही समय अगाडि मात्र यहीँ दोलखाबाट फर्किने बेलाको क्रमको एउटा ढुङ्गा कारखानाको कुरा गरेको थिएँ मैले। राज संस्थाको पालामा 2035 सालमा सुरु भएको उद्योग आज बन्द अवस्थामा छ भनेपछि हामीलाई यो गणतन्त्रले कहाँ पुर्यायो भनेर मैले प्रश्न, त्यो भनेको त गणतन्त्रप्रतिको मेरो प्रेम पनि त होला नि, होइन र? तपाईँले बुवालाई आमालाई या कसैलाई प्रश्न बढी गर्नुहुन्छ भनेदेखि त्यो प्रश्नभित्र माया पनि हुन्छ क्या कहिलेकाहीँ, त्यो दुइटै कुरा हुनसक्छ। मैले कुनै पनि जिम्मेवारीको यहाँ बार्गेनिङ गरेरै आएको छैन, मैले कुनै जिम्मेवारी मागेको पनि छैन। र अर्को कुरा अघि एकजना साथीले भन्नुभएको थियो तपाईँले पार्टी चाहिँ अर्को किन खोल्नु भएन भने, पार्टी खोल्नुपर्ने आवश्यकतै छैन। जुन मैले सोचेको पार्टी मेरो सोचभन्दा माथिको पार्टी खुलिसकेको छ भने मैले किन अरू पार्टी सोच्नु पर्यो, आवश्यकतै छैन।